हेलो गुड मर्निङ सम्पूर्ण मेरो दर्शक महानुभावहरू म तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। मेरो युट्युब च्यानल रहेको छ मिसन नेपाल र मिसन नेपालबाट चाहिँ मैले तपाईँहरूलाई चाहिँ बेसिक इङ्ग्लिस ल्याङ्ग्वेज सिकाइरहेको छु र मैले तपाईँहरूलाई चाहिँ आज मिनिङ इन्टु वर्ड्स भनेर चाहिँ एउटा सानो सानो मिनिङहरू चाहिँ तपाईँहरूलाई सिकाउन लागिरहेको छु। किनभने हामीले बेसिक बाट नै जान्यो भने चाहिँ हामीलाई एकदमै अङ्ग्रेजी सिक्नको लागि चाहिँ राम्रो हुन्छ। त्यो भएर पनि मैले आज एकदमै सानो सानो मिनिङहरू चाहिँ मैले तपाईँलाई सिकाएको छु। जस्तै हि भनेको ऊ, सी भनेको उनी, इट भनेको यो, यु भनेको तिमी तपाईँ, वी भनेको हामी, दे भनेको तिनीहरू। र मैले चाहिँ तपाईँहरूलाई यो जुन मिनिङ लेखाएको छु र यो मिनिङलाई चाहिँ कसरी सेन्टेन्समा बनाउन सकिन्छ भन्ने उद्देश्यले पनि तपाईँहरूलाई सहज होस्, सरल होस् भनेर चाहिँ मैले सेन्टेन्स पनि बनाइदिएको छु र यहाँ इक्जाम्पल पनि दिएको छु। जस्तै सिङ्गुलर सब्जेक्ट र प्लुरल सब्जेक्टको हामीले अगाडिको च्याप्टरमा पढेको छौँ। त्यो भएर पनि मैले तपाईँहरूलाई चाहिँ यहाँनिर इक्जाम्पल दिएको छु। जस्तै सिङ्गुलर हि भनेको चाहिँ सिङ्गुलर सब्जेक्ट हो होइन। त्यसले गर्दा पनि मैले तपाईँहरूलाई चाहिँ यहाँनिर हि इट्स राइस, अनि सी ड्रिङ्क्स वाटर, इट इज अ बल भनेर चाहिँ मैले यहाँनिर सिङ्गुलर सब्जेक्टलाई युज गरेको छु भने यहाँ चाहिँ प्लुरल सब्जेक्ट पनि मैले तपाईँहरूलाई उदाहरण दिएको छु। वी क्यान इट मिट, दे स्पिक इन इङ्ग्लिस वेल, यु क्यान गो नाउ। यसरी चाहिँ मैले तपाईँहरूलाई उदाहरण इक्जाम्पल पनि लेखिदिएको छु। तपाईँहरूलाई सहज होस्, सरल होस् भन्ने हिसाबले बेसिक लेभलबाट नै बेसिक मिनिङहरू, बेसिक सेन्टेन्सहरू बनाएर चाहिँ म तपाईँहरूलाई यहाँनिर लेखिदिएको छु, तयार गरिदिएको छु। स्क्रिनमा तपाईँहरूले चाहिँ मजाले हेरेर एउटा कापी लिनुहोस्, एउटा कलम लिएर चाहिँ प्र्याक्टिस गर्नुहोस्। यसरी प्र्याक्टिस गऱ्यो भने चाहिँ तपाईँ सजिलैसँगले अङ्ग्रेजी बोल्न सक्नुहुन्छ। यसले हामीलाई धेरै नै मद्दत गर्न सक्छ होइन। त्यो भएर पनि मैले तपाईँहरूलाई भरपुर छिटोभन्दा छिटो चाहिँ फररर अङ्ग्रेजी बोल्न सकोस् भन्ने उद्देश्यले चाहिँ मैले तपाईँहरूलाई चाहिँ नै अहिले मैले यहाँनिर जो स्क्रिनमा लेखिदिएको छु। ल मैले चाहिँ यहाँनिर तपाईँहरूलाई चाहिँ दिस भनेको यो, द्याट भनेको त्यो, अस भनेको हामीलाई, देम भनेको तिनीहरूलाई, मी भनेको मलाई, इटसेल्फ भनेको यो आफै, योरसेल्फ भनेको तिमी आफै, देमसेल्फ भनेको तिनीहरू आफै, आउटसेल्फ भनेको हामीहरू आफै भनेर चाहिँ मैले तपाईँहरूलाई चाहिँ नि जुन यो स्क्रिनमा मैले देखाइरहेको छु यसलाई चाहिँ तपाईँहरू प्र्याक्टिस गर्नुहोस् होइन। यो प्र्याक्टिस गर्दाखेरि चाहिँ एकदमै छिटोसँगले अङ्ग्रेजी जान्न सकिन्छ। मैले तपाईँहरूलाई एकदमै सानो सानो कुराहरू चाहिँ सिकाउँदै लानेछु र तपाईँहरू 2-3 महिनामा चाहिँ मजालेसँगले सिक्न सक्नुहुन्छ अनि त्यसपछि यु क्यान बी अ इङ्ग्लिस स्पिकर। ल अब चाहिँ हामी एक्जुलरी भर्ब र मेन भर्बको बारेमा हामीले सिक्नुपर्छ। किनभने इट हेज 2 टाइप्स अफ भर्ब, एक्जुलरी भर्ब एन्ड मेन भर्ब। यो 2 खालको हुन्छ र एक्जुलरी भर्ब भनेको चाहिँ सहायक क्रिया हुन्छ, मेन भर्ब भनेको चाहिँ मुख्य क्रिया। जुन अहिले हामी चाहिँ एक्जुलरी भर्बलाई चाहिँ हेल्पिङ भर्ब भनेर पनि भनिन्छ र एक्जुलरी भर्ब हामी सहायक क्रिया हामीले पढ्नुपर्छ र सहायक क्रियामा चाहिँ तपाईँको इज, एम, आर, वाच, वेयर, ह्याज, ह्याभ, ह्याड, विल, कुड, क्यान, त्यस पछाडि चाहिँ कुड, मे, माइट, स्याल, सुड, निड, डु, आउट, बिन, बेटर, गोइङ, मस्ट, गेट, एबल, टु हुन्छ होइन, वुड पनि हुन्छ होइन। यसरी चाहिँ हामीले यसलाई चाहिँ अब हामीले जुन पढिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि यसलाई चाहिँ सेन्टेन्स गर्न पनि हामीले सिक्नुपर्छ र विशेष गरेर यो एक्जुलरी भर्ब चाहिँ हामीले होइन सिङ्गुलर सब्जेक्ट र प्लुरल सब्जेक्टको जुन हामीले अगाडिको च्याप्टरहरूमा पढिरहेको छौँ र त्यही अनुसार चाहिँ हामीले यो चाहिँ सेन्टेन्स बनाउन सकिन्छ। सिङ्गुलर सब्जेक्टले सिङ्गुलर नै लिने गर्छ यो एक्जुलरी भर्ब पनि।
दर्शक महानुभावहरु, मैले तपाईँहरूलाई चाहिँ यहाँनिर एकदमै सरल र सहज होस् भन्ने हेतुले पनि मैले सानो सानो चिजहरूलाई चाहिँ जोडेर म तपाईँहरूलाई सिकाइरहेको छु होइन। यहाँ स्क्रिनमा तपाईँहरू देख्न सक्नुहुन्छ, सानो सानो अक्षर भए पनि जस देखिन्छ, मजाले हेर्नुहोला, कापीमा प्र्याक्टिस गर्नुहोला होइन। प्र्याक्टिस मेक्स अ म्यान पर्फेक्ट, सो यु हेभ टु डु प्र्याक्टिस, देन डेफिनेटली यु क्यान बी अ गुड इङ्ग्लिस स्पिकर। सो आई एम टिचिङ यु about the basic words, basic sentence. Okay, now यहाँनिर चाहिँ मैले तपाईँहरूलाई चाहिँ स्ट्रक्चर पनि लेख्दैछु छु, सब्जेक्ट प्लस इज वाज प्लस अब्जेक्ट भनेर लेख्दैछु छु, किनभने यहाँ चाहिँ सिङ्गुलर सब्जेक्ट युज गरेर चाहिँ हामीले चाहिँ एक्जुलरी भर्बलाई हामीले युज गरिरहेको छौँ। हामीले क्रमशः यसलाई चाहिँ हामीले पास्ट टेन्स होइन, फ्युचर टेन्स, अनि त्यस पछाडि चाहिँ तपाईँको प्रेजेन्ट टेन्सहरू पनि आउनेछ, पछि आउनेछ। तर अहिले चाहिँ हामीले जानिराख्नुपर्ने कुरा भने चाहिँ के भने, सिङ्गुलर सब्जेक्टले सिङ्गुलर नै एक्जुलरी भर्ब लिने गर्दछ। जस्तै यहाँनिर हामीले देख्न सक्छौँ होइन, हि भनेको सिङ्गुलर सब्जेक्ट, त्यसले गर्दा हिले आर लिँदैन, इज लिन्छ। हि इज अ बोय, अनि सी सिङ्गुलर सब्जेक्ट भएकोले गर्दा सी इज अ गर्ल। इट भनेको सिङ्गुलर हो होइन, इट यसले चाहिँ सिङ्गुलरै जनाउँछ होइन, इन्डिकेट्स गर्छ। त्यही भएर इट इज अ बुक। सीता इज अ नर्स, सीता चाहिँ सिङ्गुलर सब्जेक्ट भएकोले जहिले पनि सिङ्गुलरले चाहिँ इज मात्रै लिन्छ इन प्रेजेन्ट टाइममा होइन। त्यसैले भने राम पनि सिङ्गुलर भएकोले गर्दा यसले पनि इज लियो, अनि गीता इज अ प्लेयर भनेर लियो होइन। अनि यसरी छ भने तपाईँको यहाँनिर स्ट्रक्चर हेर्न सकिन्छ। एक नम्बरमा सब्जेक्ट प्लस इज वाज प्लस अब्जेक्ट भनेर बनेको छ। अनि यहाँनिर चाहिँ वाज कसरी प्रयोग गर्ने भन्ने खालको, वाजले चाहिँ तपाईँको पास्ट ऊ चाहिँ पास्टमा चाहिँ यो थियो है भन्ने खालको यसले चाहिँ जनाउँछ होइन। जस्तै सिङ्गुलर हि भएकोले गर्दा वाज लियो होइन। हि वाज अ गुड बाई, ऊ चाहिँ के थिएछ, ऊ चाहिँ एकदमै राम्रो असल केटो थिएछ होइन। सी वाज अ नर्स, अनि उनी चाहिँ नर्स थिइन् होइन। जस्तो राम वाज अ फार्मर, राम किसान थियो